हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु। फेरि पनि भन्दाखेरि अस्ति एउटा आउँदै भ्लग बनाएको त्यो भ्लग पनि खै उल्टो भएर केही रोटेटै भएन, क्यान्सल भयो। आज चाहिँ के हो फुलपाती भने आज चाहिँ अष्टमीको दिन। आज चाहिँ हाम्रो खसी काट्न लागेको भएर मैले यो भ्लग बनाउँदैछु। तपाईहरुलाई म यो काटेको सबै देखाउँछु। हामी चाहिँ सबैजना छौँ। अब एकछिनमा खुकुरी आउँछ अनि गर्छौँ है त। तपाईहरुलाई म काटेको पनि देखाउँछु। आज चाहिँ फुलपाती हिजो पनि अलिअलि घुम्न गयो, रमाइलो गरियो। सबै देखाउन पाइनँ। यो भ्लगहरू मैले धेरै खिचाइदिएन र तर कुनै पनि राम्रो आएन। ल अब हामी चाहिँ यो काट्न लागेको। यता खुकुरीहरू सबै रेडी भइसक्यो। चावडा यता छ। वी आर नाउ रेडी। म चाहिँ भर्खरै उठेको, आँखा पनि यस्तो भइरहेछ है त। अब म यो काटेको दिउँसो के गर्छु सबै देखाउँछु। पाउनु ल अब काटेको भिडियो हेर्नु है त। मम्मी चाहिँ ल अष्टमी खुसी गरे। घर चाहिँ हेर कस्तो आएको छ, खुइलेको ल्याउ। भयो लु भइसक्यो। नि ल अब केही भन्नु छ कि? जिउ टाउको छुटछुटो पर्छ। टाउको भइसक्यो? पर्छ क्या अघि नै पर्छ। अब यो अनिलाई हान्ने हो यत्रो? दाममा हाने छोरो फेरि। यो अनिले सक्दैन होला ड्याडी। अङ्कल सक्दैन। साँच्ची हो त? सपनामा हो भने सपनामा हो क्या? त्यसरी हान्ने अब होइन बिचमा मुन्टु यता हुन्छ। छिनाइसकेपछि दल्ने के साह्रो हो। पहिल्यै दले थियो। त्यसलाई आछु वाह के म त खिच्दिनँ अब भयो। मम्मी यसै गरी खिच्नुपर्छ हो। मम्मी आउनु यहाँ छ भन्नु। दिन आइपुगेर चिन्ता नगर केटा, यस्तै चलन हो। यसरी घर चाहिँ हेर दाम्लो है छोरो, दाम्लो हेर है। ठक्क अचानकमा लाग्नुपर्छ। टक्क अचानकमा लाग्नुपर्छ भन्छ। ठुलो देखेँ नि त खसी। यहीँ जानु, यहीँ जानु सानो। ठुलो भन्नु त नि। एकछिन भने ड्याडीको हातमा हाल्न नि जान्छ। ऊ त्यहाँनिर हान्ने हो, त्यहाँनिर गयो नि। बुवा उस्तै छ।
हेलो हेलो मैले चाहिँ अहिले सबै खसी काटेर यी खसीको यस्तो पनि काट्यो खसी पनि काट्यो सबै खसी काटेर सकिसक्यो म चाहिँ बिहानभरि काम गरेर गलेर सुतेर पनि उठिसकेँ टाउको नुहाएर फ्रेस भइसक्यो म अब चाहिँ हामी अम्बा खाना लगाएको यहाँ हेर्नु ल यत्रो छ अम्बा हाम्रो गाउँमा खाँदै हुनुहुन्छ ड्याडी उता हुनुहुन्छ दिदी कस्तो हो अम्बा नखिच्नु तपाईँ फोन राम्रो खाँदैन यो राम्रो आएन धुनु पर्दैन खेतमा कोही जाँदैन थियो माथि के को धुनु पर्यो यस्तो चाहिँ मिठो छ अर्ग्यानिक कहाँ खेतमा अर्ग्यानिक अम्बा भएन हो रुम्टी अर्ग्यानिक अम्बा अम्बा के अम्बा हाम्रो रुममा त पाइँदैछ भर्याङ अहिले त भुरै छैन यार अम्बा त है पहिला कति खान्थ्यो टाढा हेर्ने बित्तिकै गएर हानिहाल्नु पहिला अझै अम्बा दिदी कस्तो छ अम्बाको टेस्ट के इग्नोर गरेको है भिडियोमा त साँच्चीकै नबोल्ने भिडियोमा त बोल ठिकै छ भगवान् रहेछन् भने पाला हाम्रो नि आउँछन् धेरै त नआइरहन्छ यो खान्छु अनि फेरि कुरा गर्छु है पङ्कुस सरी ल अब चाहिँ हामी टक्क यो खुत्रुकै फुटाउन लागेको यो खुत्रुकै चाहिँ मम्मीले मम्मी कति भयो भरेको एक वर्ष भन्नालाई ठ्याक्कै एक वर्ष यति हो नि एक वर्षमा कति हुन्छ त एक वर्षमा सेभिङ गर्नुभएको अरे कति निस्किँदो रहेछ है त म तपाईँहरूलाई सबै देखाउँछु सबैजना हामी यहाँ खुत्रुकै फुटाउनको लागि रेडी छौँ लेट्स गो डुज प्लिज क्यामेरा समात्नुहोस् म्याडमजी ए यसरी भयो समाता मम्मी च्यात दिएँ मैले पैसा चाहिँ च्यात दिएँ क्या दामी आएको यार यो के हो हात्ती भन्दा हालेको छैन क्या हो हात दुख्ला यसरी होइन कि काट न काटी त सबै भित्रमा बिलको जम्मै काट पैँतीले म काट्ला पैसा म के हजारै निस्किन्छ त फर्स्टमा सिधै काट भन्छ हो यो मम्मी त पागल जस्तो पैसा जम्मा गर्दा रहेछ न सिधै काट भन्छ यस्तो गरी काट भने खोइ कैँची यो छोड त एक घर यो त यसरी घमाएर खै म काट्यो काट्छु हुन्छ नि हात काट्छ जबरजस्त नभने यो बोल्नु हुन्छ क्या यहाँले सकेन किन खिच मलाई देखा न उता पनि देखा न हजारको टुक्रा सर्लक्क सकेला है हुँदैन 6,000 हो भएन आउँछ होला कस्तो बोल्यो हुँदो रहेछ यो यस्तो चाहिँ काट्नु पर्ने हो कि यो लाइन काटे भएछ अङ्कलले त कति पहिला च्याट्यो चिम्टाले माएर तान्छ मेरो मोबाइल बस्छ यो कुन बस्छ होइन हेर्नु न यो अनिलले हाल्छ अनि हालेपछि त जस सय पनि छ त हौ बजीको थुका किन चुबार्नु हो यो पो हेर्ने त ला नयाँ नै नोट
कितना आ गया इस पे तो एक जगह आ जाए ल आम्मा फिनिस मम्मीले त कहिले हाल्नु होला ल एकजना 1000 एकजना 100 ल 1000 दुईजना 1000 दुईजना 500 गन म त सक्दिनँ म हामी गन्छौँ अनि भिडियो फेरि बनाउँछौँ है त पाउनु एकछिन ल हामीले चाहिँ यहाँ यत्रो पैसा चाहिँ कलेक्ट गरिसक्यौँ मम्मीको चाहिँ यत्रो पैसा रहेछ यहाँ छ मम्मीको हातमा छ त्यो त देखाइसक्यो अझ यहाँ पनि छ है यहाँ 550 को त्यहाँ 100 को यहाँ 1000 यहाँ 500 अब गन्छ है त कति हुँदो रहेछ एक वर्षमा मम्मीले थुपारेको थियो हामीभन्दा धेरै पैसा कमाउँदो रहेछ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 अब यो 500 को मम्मी समाउँथ्यो 83 84 85 86 87 88 88 ठ्याक्कै छ 88 88 नगर न 4 5 6 7 8 9 10 89 1 2 3 4 5 6 7 8 9 10 90 1 2 3 4 सरी 3 4 5 6 7 8 9 10 91 93 2 4 6 8 9 10 94 अहिले 93बाट 94 हुँदैन त कति भयो यो चाहिँ साटेको नि 500 छ 94,500 भएछ मम्मीको चाहिँ आम्मा अब म के गर्ने हो पैसाले के गर्नुहुन्छ यो पैसाले पन्जना छैन 6000 के गर्नुहुन्छ ल म गएँ ल 3000 भन्दै छ 1 लाखको 4000 कोही आउँछ कि नयाँ म दिन्छु भन्ने कति छ अरे 93 हो यो चाहिँ ब्याजमा लाउने हो भनेर हाल्नु होइन अनिल 94 हो 94 94,500 हेर्ने ल लु अब यहाँ भन ल के भन्नु पनि हाल्ने क्या दुई नि हाल्ने लाख पुर्याउनु भयो पर्दैन तपाईँले कल गरेको थियो नि त 94,500 रुपियाँ चाहिँ मम्मीले कल गर्नुभएको छ 1 वर्षमा के गर्नुहुन्छ त्यसले टिका लाएर सकाइदिने ल म तपाईँहरूलाई तास खेलेको भिडियो नि देखाउँछु यो मम्मीको पैसा सबै सकाइन्छ म तास खेलेर ल भिडियो धेरै लामो भइसक्यो अब अर्को भिडियोमा नेक्स्ट ब्लगमा कन्टिन्यू गरौँ ल आजलाई भने धन्यवाद सी यू अन टुमोरो